तपाईले कहिले सोच्नु भएको छ पशुपतिनाथको उत्पत्ति कसरी भयो? भगवान शिव स्वयं मृग अवतार लिएर यही जंगलमा लुकेको रहस्यमय कथा र गाईले आफै दूध चढाउँदा शिवलिङ्ग प्रकट भएको कथा त तपाईले पक्कै सुन्नु भएको होला। उहिले यहाँ घना वन थियो। एउटा गोठालोको गाई हरेक दिन चराउन लैजाँदा साँझ फर्किँदा दूध नदिने हुन थाली। मालिकलाई शंका लाग्यो, गाईले दूध किन दिन छाड्यो? एक दिन उनले गाईलाई गोप्य रूपमा पछ्याए। गाई वनको एउटा विशेष स्थानमा पुगेर आफै उभिन्थी र थुनबाट दूध जमिनमा बगाउँथिन्। मालिकले त्यो स्थानमा खनेर हेर्दा त्यहाँ भूमिगत रूपमा शिवलिङ्ग फेला पर्यो। त्यही शिवलिङ्ग नै पछि पशुपतिनाथको रूपमा प्रतिष्ठित भएको विश्वास गरिन्छ। कथा अनुसार एक समय भगवान शिव सामरी कोलाहलबाट टाढा बस्न चाहन्थे। त्यसैले उहाँ कैलाश छोडेर गोप्य रूपमा मृगको रूप लिएर बागमती किनारको घना वन क्षेत्रमा लुकिएर बस्नुभयो। देवताहरूले शिव हराउनु भएको थाहा पाएपछि उहाँको खोजी सुरु भयो। धेरै खोज्दा नभेटिएपछि अन्ततः उनीहरूले वनमा विचरण गरिरहेको असाधारण तेज देखे। देवताहरूलाई शंका लाग्यो कि यो सामान्य मृग होइन। उनीहरूले त्यो मृगलाई समाउन खोज्दा मृगरूपी शिव आकाशतिर उफ्रिनु भयो। समात्ने क्रममा देवताहरूले मृगको एउटा सिंह समाते र त्यस क्रममा सिंह भाँचियो। भाँचिएको सिंह जमिनमा गाडियो। पछि त्यही स्थानबाट दिव्य प्रकाश निस्कियो र शिवलिङ्ग प्रकट भयो भन्ने जनविश्वास छ। त्यसैले पशुपतिनाथलाई पशुका पति अर्थात् सम्पूर्ण जीव जन्तुका स्वामीको रूपमा मानिन्छ। मृग रूप धारण गरेको कथासँग जोडेर यो स्थानलाई अझै पवित्र मान्ने गरिएको छ। यसरी गाईले दूध चढाएको स्थानबाट शिवलिङ्ग फेला परेको कथा पशुपतिनाथको उत्पत्तिसँग जोडेर सुनाइदै आएको छ।